अपरेसन भन्ने बित्तिकै तपाईको दिमागमा के आउँछ कमेन्ट गर्नुस् है त। आज म तपाईलाई अपरेसन कोठाभित्रको एउटा लुकेको कथा सुनाउँछु, जुन कथा धेरैलाई थाहा नहुन सक्छ। अपरेसन भनेको जुनसुकै बेलामा पनि हुन सक्छ, त्यही भएर सामानहरु चाहिँ पूर्व तयार गरेर राख्नुपर्ने हुन्छ। एउटा बिरामीलाई चलाइसकेको सामग्री अर्कोलाई चलाउँदा घाउहरू पाक्न सक्छ, इन्फेक्सनहरू हुन सक्छ र रोगहरू सर्न सक्छ। त्यही भएर सामानहरूलाई निश्चित प्रक्रिया पूरा गरेको हुनुपर्छ। सामानलाई पहिला सरफ पानीमा धोइन्छ, सुक्खा बनाइन्छ, त्यसपछि र्याप गरेर अटोक्लेभ मेसिनमा निश्चित टेम्परेचरमा अटोक्लेभ गरिन्छ भने कुनै सामानहरूलाई केमिकलमा निश्चित समयको लागि डुबाएर राखिन्छ। यसरी पकाइसकेको सामग्री या केमिकलमा डुबाइसकेको सामग्रीहरू चाहिँ अब अर्को बिरामीलाई प्रयोग गर्नलाई तयारी हुन्छन् र पकाइसकेको सामग्रीहरूलाई चाहिँ हामीले एउटा र्याकमा मजाले मिलाएर 1 हप्तासम्म प्रयोग गर्नको लागि सक्छौं भने अर्को केमिकलको सामग्रीहरू पनि केमिकलमा डुबाएको सामग्रीहरू पनि हामी निश्चित समयसम्म प्रयोग गर्न सक्छौं। यसरी मिलाएर राखेको सामग्री अब जुनसुकै बेला पनि इमर्जेन्सी पर्दा प्रयोग गर्न सक्छौं र अब फुर्सदको समयमा यसरी गजपिसहरू र अन्य सामग्री पनि तयारी गरेर राखेको हुन्छ र अपरेसन कोठालाई पनि निश्चित प्रक्रियाहरू पूरा गरेर निश्चित केमिकलहरू प्रयोग गरेर सफा गरेर क्लिन गरेर र कहिलेकाहीँ चाहिँ अस्पतालको नियमअनुसार तालिका अनुसार र बिरामीको रोग अनुसार चाहिँ त्यो रुमहरूलाई केमिकलहरू राखेर केही समयसम्म चाहिँ बन्द गर्नुपर्ने हुन्छ र प्रयोग गर्न बन्द गरिसकेपछि अनि प्रयोगमा ल्याइन्छ। यसरी दिएको सर्भिसहरू अपरेसनहरू चाहिँ गुणस्तरीय मानिन्छ। त्यसैले सम्पूर्ण अस्पतालहरूमा यी प्रक्रियाहरू पूरा गरेको हुन्छ। धन्यवाद।